हामी चाहिँ अब बिहे खान हिँडिरहेको छौँ। जेठी कुर्ता सुरुवाल लाउने माइली योमा हुनुहुन्छ ढाडसित बना कान्छी। यो राईहरूको चाहिँ अनेक थरी घरिघरि झन्झट लाग्छ हिँडिसकेको मान्छे फर्किँदाखेरि चाहिँ। अब कसैले पनि बोकेर जानुपर्ने भयो बिहेमा। सो यिनीहरू उहाँ मोनिका चाहिँ मम्मीसँग गइरहेछ झोला लिन। कान्छी बहिनी चाहिँ रिसाएर नालीभित्र छिरे पनि हुन्थ्यो, म खुसी हुन्थ्यो। हो यहाँ चाहिँ होली खेलेर दुरुस्तै छ। भाइ भोलि खेल्ने कि नखेल्ने? भोलि होली खेल्ने कि नखेल्ने? हामीलाई लाग्छ है। यो राईको चाहिँ ओभर कोसेली जतिचोटि जहाँ गयो कस्तो लोभिनी रहेछ यो त। राई पनि हो कि होइन त? यो छेत्री I knew everything about you. शिशिर हो कि मनदीप हो? यो चाहिँ म पोस्ट गर्नु पर्यो। मनदीप हो कि क्या हो? मनदीप यो कहिले चाहिँ राम्रो? यसलाई त हामीले बनाएर मात्रै राम्रो भएको। कस्तो लोभी रहेछ। एक एकवटा दिएन हौ होइन बरु भाइले पनि दिन्छ। लु त्यो भिडियो आएको पोस्टमा हाल। ल ल कसम तँ चाहिँ हालेको भने मेरो बेगजत हुन्छ है। यस्तै भयो अनि हामीलाई मजा आउँछ। तर त अर्काको उयो त मिरामिसको बहिनी अहिलेसम्म नेपालमै छ हो। सिङ्गापुर र त अस्ति छुट्टी मौसम त उडिसक्नु पर्ने हो त। मलाई नसोधे मलाई आई डोन्ट नो। मैले हिजो त्यही विषय देखेँ जस्तो लागेको छ बाइकमा थियो। साथीहरू मेरो सबैभन्दा छुच्ची बहिनी चाहिँ यो हो। मेरो अनुहार चाहिँ नदेखाइ यो उमा अनुहार कस्तो देखिन्छ आइफोन भयो हुन्छ नि त। खै दे त फिल्म छस् मोटाउँछस्। अब एकचोटि देखायो भने मोबाइल नै पकालेर फालिदिन्छ। त्यही भएर म जस्तो नेचुरल ब्युटी हुनुपर्छ क्या, जुन क्यामेरामा पनि जान सक्ने हिम्मत। एउटा ब्युटिनेस पनि हुनुपर्छ। ब्युटिनेस भएन भने अर्को हिम्मत चाहिन्छ। ममा ब्युटी मफलर चाहिँ नलाएको भए हुन्थ्यो। मेरो घाँटी दुखेर लगाएको क्या, यति मात्रै कभर गर भने पनि हुन्छ। आफूलाई चाहिँ रुमाल नलाएको भए हुने अरूलाई रुमाल उसको चाहिँ यो भयो स्टाइल पनि पारे जस्तो भयो। घाँटी पनि यति मात्रै गर भन्ने पनि हुन्छ। यो रेड टप त तर कस्तो नराम्रो देखिन्छ है। यो माला बिनाको रेड टप